job. आफ्नो गाउँ आफ्नै हात जब दिदी बहिनी मिल्छन् सम्भव हुन्छ हरेक बात। नारी भनेको सिर्जना पनि हो र परिवर्तन पनि। आजको सफाई सुन्दर र समृद्ध गाउँको सुरुवात। नमस्ते नमस्ते नमस्ते, वेलकम छ तपाईहरुलाई मेरो सानो ब्लगमा। फेरि मलाई यता ढगल होला फेरि के गरिरहेको छौ भन्ने सोचिरहेको छौ भने आज हामी आफ्नो गाउँको सरसफाइ गरिरहेको छौँ। मैले चाहिँ यहाँ हस्ते बोकेर आएको, त्यहाँ हेर्न सक्नुहुन्छ मैले घाँस काटिरहेको छु। डल्ली डल्ली मोटी मोटी घन्टी घन्टी भएको मै नै हो। हामी चाहिँ आज पुरै गाउँको सफा गर्दैछौँ, बाटो बाटो सरसफाइ गरिरहेको छौँ है। सारा गाउँ एकजुट भएर। बाटो चाहिँ अलिक कच्ची नै छ, जस्तो भए पनि आफ्नो सम्पत्ति हो, यसको चाहिँ संरक्षण गर्ने चाहिँ हाम्रो कर्तव्य हो। हामी महिलाहरू सधैँ नै यसरी नै महिनाको मिलेर सरसफाइ गर्ने गर्छौँ। त्यसरी कभरहरू पनि यहाँ देखिएको छैन। यहाँ चाहिँ बाजेलाई यहाँ चाहिँ हाम्रो अध्यक्ष हुनुहुन्छ। हाम्रो घाम पनि बेसरी छ, बहिनीले टाउका धोकेकी छिन्। अब हामीलाई पुरै गाउँभरि घुम्नु पर्ने हुन्छ। यसरी नै कबाडहरू फोहोरहरूलाई बुटुल्दै झाडु मार्दै है यहाँदेखि पुरै माथिसम्म हामीले चाहिँ जानुपर्ने हुन्छ। अब यता सफा गरेपछि उता पनि सफा गर्नु पर्यो, पुरै गाउँ सफा गर्नु पर्यो। त्यसैले सबै टोलभरिलाई हिँड्नुपर्ने हुन्छ। त्यसरी छ, गर्मी त्यसरी नै छ, किनभने आफ्नो जिम्मेवारी चाहिँ हामीले निभाउनु पर्ने हुन्छ है। टाउको ढाकेकी छिन्। सबैजनाले चाहिँ हाम्रो टाउको ढाकेकै छौँ प्रायः जस्तो, किनभने घाम छ नि त धेरै। हामी सबैजना यहाँ बसेर सल्लाह गऱ्यौँ, पानी खायौँ, बस्यौँ होइन। अर्कोचोटि शनिबार हामी बस्नुपर्छ, सफा गर्नुपर्छ भनेर सल्लाह गऱ्यौँ। अनि आफ्नो घर गयौँ। हजुरहरूले मेरो भिडियो हेर्नु भएकोमा हजुरलाई थ्याङ्क